हेलो नमस्ते साथीहरु, आज म तपाईहरुलाई बार्सिलोनाको सबैभन्दा ठूलो वाटर पार्क भनेर चिनिने फान्टासियाको बारेमा भिडियो बनाउन गइराखेको छु। गतको भिडियोमा पनि मैले तपाईहरुलाई फान्टासियाको बारेमा अलिअलि जानकारी दिएको थिएँ। त्यो भिडियो थियो मेरो युट्युब च्यानलको भिजिट प्लेस भन्ने च्यानलको बार्सिलोना सीसाइड भनेर मैले बनाएको थिएँ। त्यो भिडियोमा चाहिँ हामी फान्टासिया जाँदाको बाटोहरुको मात्रै मैले भिडियो बनाएको थिएँ। अनि त्यो भिडियोमा मैले तपाईहरुमा एउटा बाचा गरेको थिएँ। अब मैले फान्टासियाको पनि भिडियो लिएर आउँछु भनेर भनेको थिएँ। यो बार्सिलोनाको फान्टासिया वाटर पार्कमा चाहिँ यो चाहिँ गर्मी महिनामा मात्रै खोल्छ। अगस्त महिनामा प्राय गर्मी नै हुन्छ अनि अगस्त महिनामा प्राय बच्चाहरु अनि अभिभावकहरु प्यारेन्ट्सहरु सबैजनाको छुट्टी नै हुन्छ। त्यो छुट्टीको बेला चाहिँ बच्चाहरुलाई रमाइलोको लागि फान्टासिया एकदमै रमाइलो पार्क छ। एकदमै रमणीय ठाउँ छ। बच्चाहरुदेखि लिएर हामी फ्यामिली सबै गएर पिकनिक मनाउनु मिल्ने खालको पार्क छ। गर्मी छल्नको लागि आफ्नो बच्चाहरुसँग रमाइलो गर्नको लागि त्यहाँ गएर रमाइलो गर्न सकिन्छ। त्यही भएर साथीहरु, अब हामी छिटो भन्दा छिटो भिडियोतिर लागौं। भिडियोमा म राम्रोसँग सकेसम्म आफूले जानेको बुझेको कुराहरु तपाईहरु सामु प्रस्तुत गर्दछु। त्यसैले अब भिडियोतिर लागौं। साथीहरु, हामी इन्ट्रान्सबाट एन्ट्री भइसकेका छौं। अब हामीसँग भएको ब्याग र कपडाहरु कहाँ राख्ने र कता राखेर हामी यहाँ स्विमिङ खेल्ने भन्ने क्रममा चाहिँ यतापट्टि लाइन छ। आफ्नो आफ्नो लकअपको लागि चाहिँ यहाँ चाबी लिनको लागि यहाँ लाइन बसिरहेको छ। यसको लागि हामीले 5 युरो डिपोजिट राखेर आफ्नो कपडाहरु आफ्नो लकअपमा सुरक्षित राखिसकेपछि हामी यतातिर लागेका छौं। यतातिरबाट चाहिँ मान्छेहरु यहाँ देख्न सकिन्छ। कोही आरामसँग बसेर कफी पिएर इन्जोय गरिरहेको छ भने यतापट्टि बाल्टिनबाट ठूलो मात्रामा पानी खनाएर इन्जोय गरिरहेको छ मान्छेहरु। यतापट्टि हामीले बायाँपट्टि इन्ट्रान्स देख्यौं। इन्ट्रान्सबाट छिर्नको लागि चाहिँ टिकटको मूल्य चाहिँ मान्छेको उचाइको अनुसार यहाँ तोकेको छ। जस्तै 1 मिटर 20 सेन्टिमिटरको भन्दा अग्लो मान्छेहरुको लागि चाहिँ जस्तै एडल्ट भनौं न, ठुलो मान्छेहरुको लागि चाहिँ 31 युरो छ भने बालबालिका जस्तै 80 सेन्टिमिटरदेखि 0.80 मिटर भनौं न, 0.80 मिटरदेखि 1.20 मिटरसम्मको लागि चाहिँ 19 युरो छ भने 0.80 मिटर भन्दा कम उचाइको बालबालिकाहरूलाई चाहिँ निशुल्क प्रवेश गराइन्छ। यहाँ फान्टासिया काटलोनियाको एक प्रमुख ठुलो वाटर पार्कको केन्द्र बनेको छ। अहिले सबैले यहाँ आएर चाहिँ इन्जोय गर्छ। यहाँ चाहिँ फोटोग्राफीहरु पनि यसरी घुमिरहेको हुन्छ। जसलाई फोटो खिच्न मन छ आफ्नो आफ्नो फोटो बनाउँछ फोटोग्राफीहरुले। अनि त्यो फोटो चाहिँ हामी लास्टमा गेटबाट आउट हुने बेला चाहिँ हामीले त्यो पैसा तिरेर आफ्नो मन परेको फोटोहरु आफूले किन्न सकिन्छ। यो अनिवार्य छैन कि त्यो किन्नै पर्छ भन्ने छैन। यहाँ फान्टासिया वाटर पार्क बार्सिलोना नजिकै भिलासार दे डेल्टामा अवस्थित एक प्रमुख जलमार्गको मनोरञ्जनको केन्द्र नै बनेको छ। अहिले यस पार्कले 70,000 वर्ग मिटर भन्दा बढी क्षेत्रफल फैलाएको छ भने विभिन्न उमेर समूह र आगन्तुकहरूलाई लक्षित गरी 22 भन्दा बढी जल आकर्षणहरू, ठूला पोखरीहरू पनि आरामदायक हरियाली र क्षेत्रहरू प्रदान गरेको छ। यहाँको प्रमुख आकर्षकहरू भनेको चाहिँ सुपर टोबोगान, एक्वामिनिया, कमिकाजे, बिटुर, टर्पिडो जस्ता विभिन्न यो स्लाइडहरू फेमस छन्। पुलहरूको बारेमा भन्नुपर्दा चाहिँ यहाँ लागुन, वेब पुल अथवा तरङ्गयुक्त पोखरी र ओएसिस क्षेत्र जस्ता जलप्रपातहरू पनि छन् र विश्रामका लागि एकदम हरियाली ठाउँहरू पनि राखिएको छ। बच्चाहरूका लागि चाहिँ पाइरेज म्याच, मिनी स्लाइडहरू र उठाला पोखरीहरू, स्विमिङ पुलहरू यहाँ छन्। विरञ्जन
यो क्षेत्रमा अब सेवा सुविधाको कुराहरू भन्नुपर्दा चाहिँ पिकनिक क्षेत्रमा चाहिँ 900 भन्दा बढी टेबलहरू छन् र 100 वटा भन्दा बढी बारबेक्यू स्थानहरू छन् जहाँ आगन्तुकहरूले चाहिँ आफ्नै खाना ल्याएर पार्कभित्रको सुपरमार्केटबाट चाहिँ खरिद गरेर आफैले मजाले पकाएर खान सकिन्छ। फन्टासियाको अर्को विशेषता भनेको यो माथिको ठुलो बाल्टिनबाट चाहिँ पानी खस्दा मान्छेहरूले चाहिँ त्यो पानी मुनि बसेर चाहिँ मजा लिने गर्छ। यहाँ यसरी घुम्न आउँदा हामीलाई भोक लाग्ने हुन्छ, त्यसैले खाना चाहिँ म चाहिँ के भन्छु भने घरबाटै ल्याउँदा चाहिँ उपयुक्त होला जस्तो लाग्छ। नहुनु त होइन, यहाँ भोजनालयहरू पनि छ। पार्कमा बर्गर, पिज्जा, आइसक्रिम र कफी सपहरू पनि प्रशस्त छन्। रेस्टुरेन्टहरू सबै उपलब्ध छ। अन्य सुविधाहरू पनि छ यहाँ नुहाउनको लागि कोठा, लकरहरू जस्तै सन लन्जरहरू, नर्सिङ सुविधाहरू सबै उपलब्ध छन्। यो फन्टासिया विशेष गरी जुन 11 देखि सेप्टेम्बर 11 सम्म प्रत्येक दिन बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म खुल्ला रहन्छ। यस ठाउँमा आउँदा तपाईहरूले चाहिँ आफ्नो टिकट चाहिँ पहिले बुकिङ गरेर राख्दा चाहिँ राम्रो होला जस्तो लाग्छ। गर्मी मौसममा भिड हुने भएकोले अग्रिम बुकिङ गर्नु उपयुक्त हुन्छ। यस ठाउँमा आउनुको लागि बार्सिलोनाबाट लगभग 25 किलोमिटर टाढा रहेको छ यो पार्क। आफ्नै कार मार्फत पनि सजिलै आइपुग्न सकिन्छ। सार्वजनिक यातायातहरू भने चाहिँ बार्सिलोना सान्स स्टेसनबाट R1 रेल लाइन मार्फत पनि आउन सकिन्छ। यसरी आउँदा प्रेमा डे मार स्टेसनमा यात्रीहरू चाहिँ त्यहाँकै आफ्नै बसले चाहिँ निशुल्क प्रवेशद्वारसम्म लगिदिने सेवा उपलब्ध छ। यहाँ परिवार र साथीहरूका साथ रमाइलो गर्न चाहनेहरूको लागि यो ठाउँ एकदमै उपयुक्त छ। बिचमा छ यो फन्टासिया सन् 1981 मा स्थापना गरिएको हो भने यो बार्सिलोना क्षेत्रको एक प्रमुख पर्यटकीय आकर्षक बनिएको पनि छ। यो जलपार्क या वाटर पार्क बार्सिलोना सहरबाट करिब 25 किलोमिटर टाढामा अवस्थित छ, जुन चाहिँ सार्वजनिक यातायात र निजी सवारी साधन मार्फत पनि सजिलै पुग्न सकिन्छ। यो ठाउँ सुरक्षाको दृष्टिकोणले पनि पार्क निकै सुविधापूर्वक व्यवस्थित गरिएको छ। प्रत्येक खेल क्षेत्रमा सुरक्षा गार्डहरू तथा जीवन रक्षकहरूको उपस्थिति भएको हामीले देख्छौँ। त्यस्तै बच्चाहरूका लागि पनि अलग खेलकुदहरू क्षेत्र बनाइएको छ जहाँ उनीहरू सुरक्षित रूपमा रमाउन सक्छ। यो फन्टासिया वाटर पार्क चाहिँ केवल मनोरञ्जनको लागि मात्र होइन कि परिवार तथा साथीभाइहरूको सम्बन्धलाई मजबुत बनाउनको लागि अवसर पनि हो। गर्मीको चाप हटाउने, ताजगी अनुभव गर्ने र रमाइलो क्षणहरू सँगाल्ने चाहना भएका लागि यो पार्क एकदमै उपयुक्त मानिन्छ। यदि यहाँ तपाईहरू पनि बार्सिलोनाको भ्रमणमा आउनुभयो भने यस पार्क चाहिँ मिस नगर्नु होला र नछुटाउनु होला। एकचोटि आएर एकदम रमाइलो गर्नु होला। यो वाटर पार्क सबै उमेरका व्यक्तिहरूको लागि उपयुक्त स्थान हो, जहाँ बालबालिकादेखि लिएर वृद्धसम्मका सबैका लागि केही न केही आकर्षक गतिविधिहरू यहाँ उपलब्ध गराएको छ। परिवारका लागि यो एक आदर्श गन्तव्य हो भने जहाँ तपाईँ रमाइलोसँग समय बिताउन सक्नुहुन्छ परिवारसँग।
यो वाटर पार्क 70,000 वर्ग मिटरको स्क्वायरमा भएकोले यहाँ चाहिँ हामी घुम्न आउँदा सबै ठाउँ घुम्नको लागि पर्याप्त समय पुगेन। त्यसैले यहाँ आउँदा चाहिँ हामीले चाहिँ यो सबै यहाँको सबै क्षेत्रको चाहिँ हामीले भिडियोमा चाहिँ कैद गर्न सकेनौँ। यहाँ आउँदा चाहिँ बिहानको पहिलो समयमै इन्ट्री हुँदा चाहिँ उपयुक्त हुन्छ, किनभने जति ढिला हुँदै गयो समय त्यो अनुसार यहाँ कुनै पनि स्लाइडहरूमा चढ्नको लागि चाहिँ हामी लाइन बस्नुपर्ने हुन्छ। त्यसैले जो यहाँ घुम्न आउँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के अनुरोध गर्छु भने यहाँको पहिलो समयमा आउनु होला भनेर म भन्न चाहन्छु। साथीहरू, भिडियो हेरेर निकै रमाइलो गर्नुभयो होला भन्ने आशा गर्दछु। भिडियो यस्तै भिडियोहरू तपाईहरुमाझ म ल्याइराख्छु। नयाँ ठाउँहरूको विवरणहरू तपाईहरुलाई जानकारी गराउँदै गर्छु। यसको लागि तपाईहरुले मेरो च्यानल हेर्नको लागि तपाईहरुले एउटा लाइक र सब्स्क्राइब चाहिँ गर्नुपर्ने हुन्छ। आशा गर्छु अब भिडियो मन पराइदिनु भयो होला भन्न चाहन्छु। यदि तपाईलाई यो भिडियो मन परेको खण्डमा तपाईले सब्स्क्राइब गरिदिनु होला र अर्को भिडियोको लागि प्रतीक्षा गर्नु होला। भिडियो आउँदै गर्छ। हस्।